हेलो एभ्रिवान गुड मर्निङ। आज चाहिँ म मेरो मर्निङ रुटिन सेयर गर्नुलाई तपाईहरु सामु आइसकेकी छु। सो मैले चाहिँ बिहान उठेर नुहाइधुवाइ पारे, त्यसपछि चाहिँ ब्रेकफास्टको लागि चाहिँ मैले एउटा स्याउ दुईटा अन्डा रेडी पार्दै छु। अनि त्यसपछि चाहिँ मैले ग्रिन टी लिने भनेर चाहिँ तातो पानी तताउनुलाई चाहिँ राखिसकेको छु। अनि त्यसपछि मैले सबै केलाइसकेपछि चाहिँ अनि पहिला चाहिँ पानी पिउँछु भनेर पानी लिए। अनि त्यसपछि पानी पिइसकेपछि चाहिँ ग्रिन टी रेडी पार्छु भनेर चाहिँ अनि पारे, तातो पानी पनि राखेँ। अनि त्यसपछि चाहिँ मेरो पछाडिको चाहिँ ब्याकग्राउन्ड इग्नोर गर्नु होला किनकि मैले मिलाउनै पाइरहेको छैन के। सो दालहरू बसाइरहेको थिएँ, दालहरू चाहिँ हेरेँ। अनि त्यसपछि ब्रेकफास्ट रेडी पारिसकेपछि खानु चाहिँ पर्यो होइन, खाएँ। अनि त्यसपछि भदै राजा टक्क आइपुगेको थियो। अनि त्यससँग गफ मार्दै अनि त्यसपछि कुरा हार्दै अनि खाँदै अनि त्यो फेरि गयो। अनि मेरो साइडमा चाहिँ छोरो थियो, उसलाई पनि दिँदै अनि आफै पनि खाँदै गरेँ। अर्को रुममा बस्ने साथीले चाहिँ आरू पोखरा लिएर आइदिनु भयो। सो हामी चाहिँ दुई आमा छोरा चाहिँ खाँदै गफ गर्दै गरिरहेको थियौँ। सो आजलाई यति नै, बाई बाई।